पार्कमा आएको छौँ। एकदमै रमाइलो छ, आनन्द, एकदमै मन आनन्दित हुने ठाउँ छ। अनि यहाँ आउन के शुल्कहरू केही लाग्ने रहेछ कि? निशुल्क रहेछ। निशुल्क एकदमै आउन अनि रमाइलो छ ठाउँ। कस्तो लाग्दैछ? निशुल्क आए पनि निशुल्क भए पनि कतिको राम्रो कस्तो? एकदमै मलाई चाहिँ एकदमै मन पर्यो। फ्रीमा भए पनि राम्रो लागिरहेछ। राम्रो लागिरहेछ। ठिक छ। एकदमै रमाइलो छ, हरियाली, मन आनन्द हुने ठाउँ छ। हजुर, कुन ठाउँ भन्नुभयो र यो? यो दिल्लीको यो जापानिज पार्क भन्छ। हजुर, रमाइलो छ भाइ। होइन अहिले हामी कहाँ कस्तो लागिरहेछ? अहिले कुन ठाउँमा छौँ? तपाईँको पनि भनिदिनु न। अहिले हामी दिल्लीको स्वर्ण जयन्ती पार्क, जसलाई जापानिज पार्क पनि भन्छन्, त्यहाँ घुम्ने क्रममा छौँ। यहाँको एकदम प्राकृतिक सौन्दर्य निकै रमाइलो छ। सबैतिर हरियाली, यस्तो गर्मीको समयमा पनि शीतलको आनन्द अनुभूत गरिरहेछौँ। विशेष गरेर परसम्म हरियाली देख्न सकिन्छ, राता फुलेका फुलहरू देख्न सकिन्छ र यहाँ धेरै यो पर्यटन स्थल छ। यहाँ धेरै चाहिँ पर्यटकहरू घुम्न आउनु भएको छ। त्यही क्रममा हामी छौँ र एउटा आनन्द लागिरहेछ, एकदम खुसी लागिरहेको छ, एउटा शीतल लागिरहेको छ। यो गर्मीमा पनि यस्तो लागिरहेछ। जे होस्, हाम्रो पृथ्वी भाइले यो ठाउँमा लिएर आयो हामीलाई। हाम्रो लागि यो चाहिँ एकदम खुसीको कुरो होला। पृथ्वी भाइलाई धन्यवाद दिन्छु, यो ठाउँमा ल्याइदियो हामीलाई, होइन? एउटा नयाँ ठाउँमा नयाँ अनुभवहरू हामी गरिरहेछौँ। रमाइलो भइरहेको छ। ल, धन्यवाद पृथ्वी भाइ। टिकट चाहिँ फ्री होइन? यहाँ टिकट लाग्दैन, एकदम फ्री छ। एउटा ठुलो एरियामा रहेको छ यो पार्क, जहाँ धेरै पर्यटकहरू आउनुहुन्छ र यहाँ विभिन्न व्यायाम गर्ने व्यायामशालाहरू पनि छन्। त्यसै गरी यहाँ तल पोखरीहरू पनि छ, फुलका रङ्गीचङ्गी फुलहरू पनि फुलेका छन् र यहाँ खेलकुदको चौरी पनि छ। आफ्नो आफ्नो रुचि अनुसारको, कोही चाहिँ जिम गरिरहेका छन्, कोही यहाँ क्रिकेट खेलिरहेका छन्, कोही फुटबल खेलिरहेका छन्, कोही फुलहरूको सौन्दर्यमा रमाइरहेका छन्, कोही हरियालीमा रमाइरहेका छन्। त्यसकारण यो रमाइलो